शिक्षक सेवा आयोग, अध्यापन अनुमति पत्र, निम्न माध्यमिक तह, लाइसेन्स आउँदै गरेको लाइसेन्सको परीक्षाको लागि चाहिँ अति सम्भावित महत्त्वपूर्ण मोडेल सेट 1 को समाधान हामीले विगतमा पनि लाइसेन्सको तयारीहरू गरेका थियौँ र हाम्रो यस च्यानलबाट धेरै साथीहरू पास हुनुभएको थियो। आजबाट हामीले निम्न माध्यमिक तहको लाइसेन्सको नमुना मोडेल सेटको भिडियोहरू नियमित लिएर आउने गर्छौँ। त्यही भएर अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने छेउमा रहेको बेल आइकन टच गरी च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला। सेट 1 को समाधान गरेका छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। प्रश्न नम्बर 1 मा रहेको छ, शैक्षणिक प्रविधिलाई शिक्षणमा के को रूपमा प्रयोग गर्न सकिन्छ? अप्सन ए साधनको रूपमा, अप्सन बी संरचनाको रूपमा, अप्सन सी साध्यको रूपमा, अप्सन डी नमुनाको रूपमा। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन ए साधनको रूपमा प्रयोग गर्न सकिन्छ। हामीले चाहिँ भिडियो लामो हुन्छ भनेर हामीले उत्तर पनि भिडियोमै राखिदिएका छौँ। यसको पिडिएफ पनि तपाईँहरूले हाम्रो ग्रुपमा लिन सक्नुहुन्छ। प्रश्न नम्बर 2, प्रशिक्षण तथा तालिमका लागि उपयोगी विधि तलका मध्ये कुन हो? अप्सन ए प्रयोगात्मक विधि, अप्सन बी प्रदर्शन विधि, अप्सन सी प्रवचन विधि, अप्सन डी सर्वेक्षण विधि। यसको सही उत्तर हुन्छ अप्सन बी प्रदर्शन विधि। प्रशिक्षण तथा तालिमको लागि चाहिँ देखायो भने चाहिँ उपयुक्त हुन्छ। त्यही भएर यसको सही उत्तर अप्सन बी प्रदर्शन विधि रहेको छ। प्रश्न नम्बर 3 मा रहेको छ, मूल्याङ्कन शैक्षिक मापनको समानार्थक हो। यो भनाइ कसको हो? टाइलर, अप्सन ए टाइलर, अप्सन बी ग्रोनब्याच, अप्सन सी थर्नडाइक एन्ड हेगेन, अप्सन डी टाबा। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन सी थर्नडाइक एन्ड हेगेनको भनाइ रहेको छ। प्रश्न नम्बर 4, बहुकक्षा बहुस्तर शिक्षण सिकाइ प्रक्रियामा पहिलो सिकाइ क्रियाकलाप कुन हो? अप्सन ए अभ्यासात्मक क्रियाकलाप, अप्सन बी मूल्याङ्कनात्मक क्रियाकलाप, अप्सन सी परिचयात्मक क्रियाकलाप, अप्सन डी सबलीकरण क्रियाकलाप। यसको सही उत्तर हुन्छ अप्सन सी परिचयात्मक क्रियाकलाप। प्रश्न नम्बर 5, कलेज अफ एजुकेसनको स्थापनाको सुरुको वर्ष कति वर्षे बिएड कार्यक्रम सञ्चालनमा ल्याएको थियो? अप्सन ए 1 वर्ष, अप्सन बी 2 वर्ष, अप्सन सी 1 वर्ष र 2 वर्षे, अप्सन डी 1 वर्ष 3 वर्ष र 4 वर्षे। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन डी 1 वर्ष 3 वर्ष र 4 वर्षे ल्याएको थियो। प्रश्न नम्बर 6, शैक्षिक सूचना व्यवस्थापन प्रणालीको चक्रमा दिएको मध्ये सबैभन्दा पछि गरिने कार्य कुन हो? अप्सन ए प्रबोधिकरण, अप्सन ए विश्लेषण, अप्सन सी साधन विकास, अप्सन डी प्रकाशन। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन ए प्रबोधिकरण। प्रश्न नम्बर 7, विक्रम सम्वत 61 मा स्थापना गरिएका शैक्षिक तालिम उपकेन्द्रहरू कहिलेदेखि खारेज भए? अप्सन ए विक्रम सम्वत 2066, अप्सन बी विक्रम सम्वत 2067, अप्सन सी विक्रम सम्वत 2070, अप्सन डी विक्रम सम्वत 2074। यसको सही उत्तर हुन्छ अप्सन सी विक्रम सम्वत 2070 सालमा चाहिँ शैक्षिक तालिम उपकेन्द्रहरू खारेज भएका थिए। प्रश्न नम्बर 8, एडगर डेलको वर्गीकरण अन्तर्गत फिल्म कस्तो प्रकारको शैक्षिक सामग्री हो? अप्सन ए प्रत्यक्ष अनुभव, अप्सन बी प्रक्षेपण नगरेका सामग्रीहरू, अप्सन सी शब्दहरू, अप्सन डी प्रक्षेपण गरिएका सामग्रीहरू। एडगर डेलको वर्गीकरण अन्तर्गत फिल्म कस्तो प्रकारको शैक्षिक सामग्री हो त? प्रक्षेपण गरिएका सामग्रीहरू रहेको छ। यसको सही उत्तर अप्सन डी हुन्छ। प्रश्न नम्बर 9, जुनसुकै परीक्षकले जहिले सुकै र जहाँ लगेर मूल्याङ्कन गर्दा पनि समान अङ्क प्राप्त हुने प्रक्रियालाई के भन्छ? अप्सन ए वैधता, अप्सन बी वस्तुनिष्ठता, अप्सन सी विश्वसनीयता, अप्सन डी व्यावहारिकता। यसको सही उत्तर हुन्छ अप्सन बी वस्तुनिष्ठता भनिन्छ। प्रश्न नम्बर 10, कक्षा कोठामा विविधता व्यवस्थापन गर्नुपर्ने कारणहरूमा दिएको कुन महत्त्वपूर्ण छ? अप्सन ए विद्यार्थीहरूमा भएका विशेष गुणहरूको पहिचान गर्न, अप्सन बी विभिन्न भाषा तथा संस्कृतिको जगेर्ना गर्न, अप्सन सी कमजोर विद्यार्थीका लागि बढी र जान्ने विद्यार्थीका लागि कम सिकाइको अवसर सिर्जना गर्न, अप्सन डी कक्षा कोठामा समन्वयिक ढङ्गबाट सिकाइको अवसर सुनिश्चित गर्न। यसको सही उत्तर हुन्छ अप्सन डी कक्षा कोठामा समन्वयिक ढङ्गबाट सिकाइको अवसर सुनिश्चित गर्न। प्रश्न नम्बर 11, समावेशी शिक्षा अन्तर्गत कुन पक्ष समाविष्ट हुन्छ? अप्सन ए समावेशी कक्षा व्यवस्थापन, अप्सन बी समावेशी मूल्याङ्कन, अप्सन सी अनुकूल पाठ्य सामग्री, अप्सन डी माथिका सबै। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन डी माथिका सबै। समावेशी शिक्षामा समावेशी कक्षा व्यवस्थापन हुनु पर्यो, समावेशी मूल्याङ्कन पनि हुनु पर्यो, अनुकूल पाठ्य सामग्री पनि हुनु पर्यो। त्यही भएर यसको सही उत्तर अप्सन डी माथिका सबै रहेको छ। प्रश्न नम्बर 12, सहशाब्दी विकास लक्ष्य नम्बर 3 केसँग सम्बन्धित छ? अप्सन ए अनिवार्य प्राथमिक शिक्षा, अप्सन बी लैङ्गिक समानता तथा महिला सशक्तिकरण, अप्सन सी मातृ स्वास्थ्यमा सुधार, अप्सन डी लैङ्गिक मूल प्रवाहीकरण।
यसको चाहिँ सही उत्तर हुन्छ अप्सन बी लैङ्गिक समानता तथा महिला सशक्तिकरण रहेको छ। प्रश्न नम्बर 13 कुनै निश्चित उद्देश्य लिएका व्यक्तिहरूको सङ्गठन नै समाज हो, यो भनाइ कसको हो? अप्सन ए गुड, अप्सन बी एफजी राइट, अप्सन सी ओटाबे, अप्सन डी हर्बी। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन डी हर्बीको भनाइ रहेको छ। प्रश्न नम्बर 14 कुन शिक्षालाई मानव विकासको योजना पनि भन्न सकिन्छ? अप्सन ए औपचारिक शिक्षा, अप्सन बी अनौपचारिक शिक्षा, अप्सन सी अतिरिक्त शिक्षा, अप्सन डी निरन्तर शिक्षा। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन ए औपचारिक शिक्षालाई मानव विकासको योजना पनि भन्न सकिन्छ। प्रश्न नम्बर 15 ज्ञानको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण शिक्षाको कुन कार्य हो? अप्सन ए सांस्कृतिक कार्य, अप्सन बी व्यक्तिगत कार्य, अप्सन सी प्रगतिशील कार्य, अप्सन डी नागरिक कार्य। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन ए सांस्कृतिक कार्य। प्रश्न नम्बर 16 निम्नमध्ये कुन शिक्षाको व्यक्तिगत कार्य नभएर सामाजिक कार्य हो? अप्सन ए ज्ञानको प्राप्ति, अप्सन बी व्यावसायिक क्षमताको विकास, अप्सन सी नयाँ ज्ञानको निर्माण, अप्सन डी फुर्सदको समयको सदुपयोग। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन बी व्यावसायिक क्षमताको विकास चाहिँ व्यक्तिगत कार्य नभएर सामाजिक कार्य हो। यो चाहिँ सही उत्तर अप्सन बी रहेको छ। प्रश्न नम्बर 17 नेपालको सबैका लागि शिक्षा रणनीतिक योजना विक्रम 2015 ले प्रौढ शिक्षाका लागि विकास गरेको कार्यक्रमहरूमा निम्नलिखित मध्ये कुन पर्दैन? अप्सन ए अनौपचारिक र औपचारिक शिक्षालाई परिपूरकको रूपमा विकास गर्ने, अप्सन बी सामुदायिक अध्ययन केन्द्रको स्थापना गर्ने, अप्सन सी खुल्ला विद्यालयको स्थापना गर्ने, अप्सन डी समुदाय केन्द्रित अनौपचारिक शिक्षाको विकास गर्ने। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन सी खुल्ला विद्यालयको स्थापना गर्ने चाहिँ पर्दैन। प्रश्न नम्बर 18 निम्नमध्ये कुन समाहित शिक्षाको सिद्धान्त हो? अप्सन ए विद्यार्थीलाई विद्यालयको वातावरणमा समाहित र अनुकूल गर्नुपर्छ, अप्सन बी व्यक्तिगत भिन्नता एक समस्या यसले शिक्षामा अन्तर ल्याउँछ, अप्सन सी विशेष आवश्यकता विशेष विद्यालयका विशेष कक्षाहरू मार्फत सम्बोधन गरिनुपर्दछ, अप्सन डी चाहिँ यसको सही उत्तर हुन्छ के रहेको छ त विविधतापूर्ण आवश्यकताहरूलाई लचिलो प्रणाली अन्तर्गत प्रणाली मार्फत सम्बोधन गरिनुपर्दछ भन्ने यसको सही उत्तर रहेको छ। प्रश्न नम्बर 19 निम्नलिखित कुन कार्य पाठ्यक्रम विकास केन्द्रको अधिकार क्षेत्रभित्र नपरेर पाठ्यक्रम विकास तथा मूल्याङ्कन विकास परिषदको कार्यक्षेत्रभित्र पर्दछ? अप्सन ए एसएलसीको समकक्षता निर्धारण, अप्सन बी सम्दर्भ ग्रन्थको सूची तयार गर्ने, अप्सन सी पाठ्यक्रम परिवर्तन गर्ने, अप्सन डी थप पाठ्यसामग्री र पाठ्यपुस्तकको सूची प्रकाशन गर्ने। यसको सही उत्तर हुन्छ अप्सन डी थप पाठ्यसामग्री र पाठ्यपुस्तकको सूची प्रकाशन गर्ने। प्रश्न नम्बर 20 विषयगत शिक्षणको एक प्रमुख दोष के हो? अप्सन ए विद्यार्थीको बौद्धिक क्षमता अनुरूप नहुने, अप्सन बी समयको सदुपयोग नहुने, अप्सन सी विषयहरूबीच समन्वयको अभाव, अप्सन डी कार्यतालिका व्यवस्थापनको समस्या। यसको सही उत्तर अप्सन डी रहेको छ। प्रश्न नम्बर 21 पाठ्यक्रमका साधारण उद्देश्य भन्नाले कस्ता उद्देश्य हुन्? अप्सन ए साधारण र व्यावहारिक, अप्सन बी विद्यार्थी र अभिभावकका अपेक्षित उद्देश्य, अप्सन सी अध्ययन पश्चात विद्यार्थीमा विकसित हुनुपर्ने खास व्यवहारहरू उल्लेख भएको उद्देश्य, अप्सन डी अध्ययन पश्चात विद्यार्थीमा प्राप्त हुनुपर्ने ज्ञानको मात्रा वा जानकारी। यसको सही उत्तर अप्सन डी अध्ययन पश्चात विद्यार्थीमा प्राप्त हुनुपर्ने ज्ञानको मात्रा वा जानकारी रहेको छ। प्रश्न नम्बर 22 कोर करिकुलमका प्रतिपादक को हुन्? अप्सन ए हिल्डाटावा, अप्सन बी टाइलर, अप्सन सी जोन डिवे, अप्सन डी अल्बर्टो। यसको सही उत्तर अप्सन सी जोन डिवे रहेको छ। प्रश्न नम्बर 23 विषय केन्द्रित पाठ्यक्रमले मूलतः के कुरामा जोड दिन्छ? अप्सन डी विद्यार्थी क्रियाकलाप, अप्सन डी विषयवस्तु, अप्सन सी शिक्षण विधि, अप्सन डी विद्यार्थी क्रियाकलाप। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन बी विषयवस्तु रहेको छ। प्रश्न नम्बर 24 मुख्य पाठ्यक्रमको विशेषतामा कुन पर्दैन? अप्सन ए विविध प्रकारका अनुभवलाई एउटै पाठ्यक्रम सङ्गठनबाट प्रदान गर्नु, अप्सन बी मनोवैज्ञानिक पद्धतिमा पूर्ण रूपमा आधारित हुनु, अप्सन सी बृहत रूपमा छानिएका विषय र तिनका आपसी सम्बन्धबाट विद्यार्थीमा अर्थपूर्ण अनुभवको विकास गराउनु, अप्सन डी विषयवस्तुको प्रकृति अनुसार पाठ्यवस्तुमा असन्तुलन कायम गर्नु। यसको सही उत्तर अप्सन बी मनोवैज्ञानिक पद्धतिमा पूर्ण रूपमा आधारित हुनु रहेको छ। प्रश्न नम्बर 25 अनुभव एवं क्रियाकलाप केन्द्रित पाठ्यक्रमको विशेषतामा कुन पर्दैन? अप्सन ए बाल रुचि र आवश्यकतामा केन्द्रित हुनु, अप्सन बी सिकाइलाई निष्क्रिय प्रक्रियाको रूपमा लिनु, अप्सन सी वास्तविक समस्या समाधानमा आधारित हुनु, अप्सन डी उत्प्रेरणाबाट उद्देश्यमूलक क्रियाकलापका अनुभवहरू हासिल हुन्छ भन्ने मान्यता राख्नु। यसको सही उत्तर अप्सन बी सिकाइलाई निष्क्रिय प्रक्रियाको रूपमा लिनु चाहिँ पर्दैन, अरू चाहिँ पर्छ। प्रश्न नम्बर 26 हिल्डा टाबाको पाठ्यक्रम विकास सम्बन्धी विशिष्ट नमुनाको छैठौँ चरणमा कुन पर्दछ? अप्सन ए मूल्याङ्कन प्रक्रिया, अप्सन डी पूर्व सिकाइ अनुभवहरूको सङ्गठन, अप्सन सी विषयवस्तुको सङ्गठन, अप्सन डी सिकाइ विधि। यसको सही उत्तर अप्सन बी पूर्व सिकाइ अनुभवहरूको सङ्गठन पर्दछ। प्रश्न 27 दिगो विकास लक्ष्य नम्बर 4 अन्तर्गत कति टार्गेट इन्डिकेटर रहेका छन्? अप्सन ए 7 टार्गेट एन्ड 43 इन्डिकेटर्स, अप्सन बी 7 टार्गेट्स एन्ड 105 इन्डिकेटर्स, अप्सन सी 4 टार्गेट्स एन्ड 43 इन्डिकेटर्स, अप्सन डी 8 टार्गेट्स एन्ड 43 इन्डिकेटर। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन ए 7 टार्गेट्स एन्ड 43 इन्डिकेटर्स रहेको छ। प्रश्न 28
तलका मध्ये कुन संज्ञानवादी सिकाइको सिद्धान्त हो? अप्सन ए शास्त्रीय सम्बन्धन प्रत्यावर्तनको सिद्धान्त, अप्सन बी कार्यपर सम्बन्ध सिद्धान्त, अप्सन सी अन्तर्दृष्टि सिकाइ सिद्धान्त, अप्सन डी प्रयत्न र भुलको सिद्धान्त। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन सी अन्तर्दृष्टि सिकाइ सिद्धान्त रहेको छ। प्रश्न नम्बर 29 उत्तेजना प्रतिक्रिया सिकाइको सिद्धान्तमा केसँग सम्बन्धित छैन? अप्सन ए प्याभलभ, अप्सन बी कोहलर, अप्सन डी सी थर्नडाइक, अप्सन डी स्किनर। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन बी कोहलर। उत्तेजना प्रतिक्रिया सिकाइको सिद्धान्तमा को सम्बन्धित छैन? कोहलरसँग सम्बन्धित छैन। प्रश्न नम्बर 30 मा रहेको छ स्मृतिको सबैभन्दा महत्त्वपूर्ण तत्त्व कुन हो? अप्सन ए प्रत्याह्वान, अप्सन बी पहिचान, अप्सन सी धारणा, अप्सन डी सिकाइ। यसको सही उत्तर अप्सन ए प्रत्याह्वान रहेको छ। प्रश्न नम्बर 31 नेपाली पढेको मानिसलाई अङ्ग्रेजी पढ्न गाह्रो हुनु कुन प्रकारको सिकाइ स्थानान्तरणको उदाहरण हो? अप्सन ए सकारात्मक, अप्सन बी नकारात्मक, अप्सन सी असम्बन्धित, अप्सन डी अपेक्षित। यसको सही उत्तर रहेको छ अप्सन बी नकारात्मक रहेको छ। प्रश्न नम्बर 32 अनौपचारिक शिक्षा दिने लक्षित समूह तलमध्ये कुन होइन? अप्सन ए निरक्षर तथा नवसाक्षर, अप्सन बी विद्यालय शिक्षाबाट वञ्चित समूह, अप्सन सी कामसँगै सिकाइलाई निरन्तर दिन चाहने व्यक्ति, अप्सन डी विद्यालय गइरहेका तर कमजोर शैक्षिक उपलब्धि भएका व्यक्तिहरू चाहिँ अनौपचारिक शिक्षा दिने लक्षित समूह कि होइनन्? यिनी चाहिँ होइनन्। निरक्षर तथा नवसाक्षर विद्यालय शिक्षा दिनुपर्छ, विद्यालय शिक्षाबाट वञ्चित समूहलाई दिनुपर्छ यो अनौपचारिक शिक्षा। त्यस्तै गरी कामसँगै सिकाइलाई निरन्तर दिन चाहने व्यक्तिहरूलाई चाहिँ दिनु पर्दछ। प्रश्न नम्बर 33 सिकाइ स्थानान्तरणको समानतत्वको सिद्धान्त कसले प्रदान गरेका हुन्? अप्सन ए चार्ल्स जुड, अप्सन बी प्लेटो, अप्सन सी थर्नडाइक, अप्सन डी स्पेयरम्यान। यसको सही उत्तर अप्सन सी थर्नडाइक रहेको छ। प्रश्न 34 कक्षा शिक्षणमा ज्यादा प्रभावकारी हुने पुनर्बल तलका मध्ये कुन चाहिँ हो? अप्सन ए मात्रात्मक पुनर्बल, अप्सन बी लगातार पुनर्बल, अप्सन सी संज्ञानात्मक पुनर्बल, अप्सन डी आंशिक पुनर्बल। यसको चाहिँ सही उत्तर रहेको छ लगातार पुनर्बल दिइरहनुपर्छ कक्षा शिक्षणमा चाहिँ। यसको सही उत्तर अप्सन बी रहेको छ। प्रश्न नम्बर 35 मूल्याङ्कन शब्दले तलको कुन चाहिँ पक्षलाई बढी प्रकाश पार्छ? अप्सन ए मूल्य निर्धारण, अप्सन बी परिमाणात्मक, अप्सन सी गुणात्मक परिणाम, अप्सन डी माथिका सबै। मूल्याङ्कन शब्दले मूल्य निर्धारण पनि गर्छ, परिमाणात्मक पनि हुन्छ, गुणात्मक परिणाम पनि हुन्छ। यसको सही उत्तर अप्सन डी माथिका सबै चाहिँ यसको सही उत्तर रहेको छ। प्रश्न नम्बर 36 बालबालिकाहरूको सांस्कृतिक र वातावरणीय परिवर्तन सम्बन्धी प्रभावको अध्ययन गर्नका लागि कुन विधि बढी उपयोगी मानिन्छ? अप्सन ए लम्बीय विधि, अप्सन बी क्षितिजीय विधि, अप्सन सी मिश्रित क्रमबद्ध विधि, अप्सन डी कुनै पनि होइन। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन बी क्षितिजीय विधि रहेको छ। प्रश्न 37 आफूले सिकेका ज्ञान सिप आवश्यक परेको बेलामा सम्झिने प्रक्रियालाई के भनिन्छ? अप्सन ए धारणा, अप्सन बी प्रत्याह्वान, अप्सन सी पहिचान, अप्सन डी पुनर्संगठन। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन बी प्रत्याह्वान भनिन्छ। प्रश्न 38 तलका मध्ये उत्प्रेरणाको विशेषतासँग मिल्ने कथन कुन हो? अप्सन ए उत्प्रेरणा एक मनोवैज्ञानिक प्रक्रिया हो, अप्सन बी उत्प्रेरणाले सिकाइको सोच कार्यलाई नेतृत्व प्रदान गर्दछ, अप्सन सी उत्प्रेरणा सिकाइका लागि आन्तरिक र महत्त्वपूर्ण तत्त्व हो, अप्सन डी माथिका सबै। यसको सही उत्तर हुन्छ अप्सन डी माथिका सबै। उत्प्रेरणा एक मनोवैज्ञानिक प्रक्रिया हो, उत्प्रेरणाले सिकाइको सोच कार्यलाई नेतृत्व प्रदान गर्छ, यो पनि ठिक छ। उत्प्रेरणा सिकाइका लागि आन्तरिक र महत्त्वपूर्ण तत्त्व हो, यो पनि ठिक छ। यसको सही उत्तर अप्सन डी माथिका सबै रहेको छ। प्रश्न 39 विद्यालय सुधार योजनाको निर्माणको क्रममा पहिलो कार्यढाँचाको आधार कुन हो? अप्सन ए प्राथमिकता निर्धारण, अप्सन डी विद्यालयको स्पष्ट दृष्टिकोण, अप्सन सी विद्यालय तथा समुदायको विवरण, अप्सन डी विद्यालयको कार्यक्रम तथा बजेट। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन बी विद्यालयको स्पष्ट दृष्टिकोण चाहिँ हुनु पर्दछ। विद्यालय सुधार योजनाको निर्माणमा चाहिँ पहिलो कार्यढाँचामा चाहिँ विद्यालयको स्पष्ट दृष्टिकोण भयो भने चाहिँ अरू पनि राख्न सकिन्छ। यसको सही उत्तर अप्सन बी रहेको छ। प्रश्न 48 वार्षिक कार्यतालिकामा कुन कुरा समावेश हुँदैन? अप्सन ए विधाको समय, अप्सन बी समिति बैठक, अप्सन सी शिक्षकका उद्देश्य, अप्सन डी परीक्षाको समय। वार्षिक कार्यतालिकामा विधाको समय छुट्याएको हुन्छ, समिति बैठक पनि छुट्याएको हुन्छ, परीक्षाको समय पनि छुट्याएको हुन्छ, तर शिक्षकका उद्देश्यहरू के हुन् भनेपछि छुट्याएको हुँदैन। त्यही भएर यसको सही उत्तर अप्सन सीमा रहेको छ। शिक्षकका उद्देश्य वार्षिक कार्यतालिकामा समावेश हुँदैन। प्रश्न नम्बर 41 मानव वृद्धिसँग कुन कुरा सम्बन्धित छैन? अप्सन ए परिपक्वतासँग सम्बन्धित, अप्सन बी संरचनात्मक परिवर्तन, अप्सन सी निश्चित उमेरसम्म चल्न, अप्सन डी गुणात्मक परिवर्तन। यसको सही उत्तर अप्सन डी गुणात्मक परिवर्तन चाहिँ सम्बन्धित छैन मानव वृद्धिसँग। प्रश्न नम्बर 42 आधारभूत तह कक्षा 6 देखि 8 सम्मको स्थानीय पाठ्यक्रमको वार्षिक कार्यघण्टा कति हो? अप्सन ए 180 घण्टा, अप्सन बी 150 घण्टा, अप्सन सी 128 घण्टा, अप्सन डी 160 घण्टा। यसको सही उत्तर हुन्छ अप्सन सी 128 घण्टा चाहिँ रहेको छ 6 देखि 8 को। प्रश्न नम्बर 43 पाठ्यक्रम पाठ्य सामग्रीको मोडलीय प्रति पीआरसी कसले तयार गर्दछ? अप्सन ए राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद, अप्सन बी नेपाल सरकार, अप्सन सी जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, अप्सन डी पाठ्यक्रम विकास केन्द्र। पीआरसी मुद्रणीय प्रति चाहिँ पाठ्यक्रम विकास केन्द्रले तयार गर्छ, त्यही भएर यसको सही उत्तर हुन्छ अप्सन डी रहेको छ। प्रश्न नम्बर 44
नेपालमा पाठ्यक्रम विकासका चरणहरू कतिवटा छन्? अप्सन ए 5 वटा, अप्सन बी 6 वटा, अप्सन सी 7 वटा, अप्सन डी 4 वटा। यसको चाहिँ सही उत्तर हुन्छ अप्सन ए 5 वटा रहेको छ। प्रश्न नम्बर 45 व्हिच अफ द फलोइङ इज कन्सिडर्ड एज द ब्रेन अफ अ कम्प्युटर सिस्टम? कम्प्युटरको दिमाग चाहिँ कुन हो त? ब्रेन चाहिँ कुन हो त? अप्सन ए मेमोरी, अप्सन बी एएलयू, अप्सन सी कन्ट्रोल युनिट, अप्सन डी सीपीयू सेन्टर प्रोसेसिङ युनिट सीपीयू रहेको छ। यो चाहिँ कम्प्युटरको ब्रेन भनेको चाहिँ सीपीयू रहेको छ। प्रश्न 46 व्हिच अफ द फलोइङ सफ्टवेयर हेल्प्स टु डिटेक्ट कम्प्युटर भाइरस एन्ड एभोइड देम? अप्सन ए एडवेयर, अप्सन बी म्यालवेयर, अप्सन सी एन्टिभाइरस, अप्सन डी स्पेयर। कम्प्युटरको चाहिँ सफ्टवेयरको कुन चाहिँ सफ्टवेयरले चाहिँ स्क्यान गर्छ कम्प्युटर भाइरस र एभोइड देम अरूलाई चाहिँ? यसको सही उत्तर हुन्छ अप्सन सी एन्टिभाइरसले चाहिँ गर्छ। यसको सही उत्तर अप्सन सी एन्टिभाइरस राइट एन्सर। प्रश्न नम्बर 47 व्हिच अफ द फलोइङ एक्टिभिटिज डज नट कम अन्डर साइबर क्राइम? अप्सन ए भ्युइङ अदर्स फेसबुक प्रोफाइल विदाउट दियर कन्सेन्ट, अप्सन बी स्टेलिङ पर्सनल इन्फर्मेसन, अप्सन सी सेन्डिङ थ्रेटिङ इमेल, अप्सन डी सेन्डिङ फ्रडलेट इमेल मेसेज। फ्रडवाला नि हुन्छ। कुन चाहिँ साइबर एक्टिभिटी क्राइममा चाहिँ पर्दैन त? स्टेलिङ पर्सनल इन्फर्मेसन निकाल्यो भने यो परिहाल्यो। सेन्डिङ थ्रेटिङ इमेलहरू पनि पठायो भने पर्छ र फ्रडहरूको यो फेक इमेलहरू पठायो भने पनि म्यासेज गऱ्यो भने चाहिँ यो चाहिँ साइबर क्राइममा पर्छ, एक्टिभिटीमा पर्छ। भ्युइङ अदर फेसबुक प्रोफाइल विदाउट दियर कन्सर्ट भने चाहिँ यसको चाहिँ सही उत्तर अप्सन ए रहेको छ। फेसबुकहरू हेर्दा चाहिँ त्यस्तो केही असर गर्दैन। प्रश्न 48 तल दिएका मध्ये नमिल्ने पहिचान गर्नुहोस्? दाजु, दिदी, भाइ, फुपू। दाइ, दिदी, भाइ भनेको एउटै बाउले जन्मेका बुबा आमाबाट जन्मेका सन्तानहरू भए। फुपू भनेको बुबाको नि दिदी बहिनी हुनसक्छ। त्यही भएर यसको सही उत्तर चाहिँ अप्सन डी फुपू चाहिँ पर्दैन। प्रश्न नम्बर 49 अङ्ग्रेजी शब्दको टललाई कोडिङ गर्दा 20 21 20 11 21 1 हुन्छ भने हेलोलाई कोडिङ गर्दा के हुन्छ? अब यच भनेको कतिमा पर्छ? यच भनेको 8 मा पर्छ। अब 8 हेर्नु पर्यो अप्सनमा। ई भनेको 5 मा पर्छ। 8 अप्सनमा 5 कुन भयो त? अप्सन बी भएन यसको। अनि फेरि यल भनेको 12 मा पर्छ यल। फेरि यल भनेको 12 अनि ओ भनेको 15 भनेपछि 8 5 1 2 1 2 1 5 भनेको यसको सही उत्तर अप्सन ए रहेको छ। यो चाहिँ यसरी कोडिङ गरिएको हो। अन्तिम प्रश्न रहेको छ 50औं प्रश्न 166 36 18। यसको सही उत्तर हुन्छ अप्सन बी 8 रहेको छ। तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो? आफ्नो प्रोजेक्ट राखिदिनु होला। यसम्म हाम्रो च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने छेउमा रहेको बेल आइकन टच गरी च्यानललाई सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ। यस्तै खालको भिडियोहरु तपाईहरुले दैनिक रूपमा हेर्नको लागि।